नमस्ते, म शरद बेसवाकर फेरि पनि स्वागत छ मेरो च्यानलमा र आज हामी कुरा गर्नेछौँ नेपालको र युएई को हिजो भएको ओडीआई गेमको बारेमा एउटा अलिकति पोस्ट म्याच रिभ्यू र नेपाल र युएसए को भोलि आउने गेमको बारेमा पनि अलिकति कुरा गर्नेछौँ र सुरु गरौँ यो शो इन्डिया र अस्ट्रेलियाको वुमेन्स वर्ल्ड कप जुन हिजो भइरहेको सेमिफाइनल गेम थियो इन्डियाले अस्ट्रेलियालाई एकदम ठुलो टार्गेट जुन 338 रनको 39 रनको टार्गेट दिएको थियो अस्ट्रेलियाले त्यो सक्सेसफुली चेज गरेर एउटा ठुलै अचिभमेन्ट गरेको छ फर्स्ट टाइम चाहिँ एउटा नयाँ नाम लेखिनेछ त्यो वर्ल्ड कपमा वुमेन्स क्रिकेटको वर्ल्ड कपमा इदर साउथ अफ्रिका और इन्डिया पक्कै पनि फेभरेट रहनेछ आफ्नो होम ग्राउन्डमा खेल्दैछ आउने सन्डे त्यो गेम हुनेवाला छ तर सल्युट गर्छु म जमाया रोड्रिगेसको जो अलमोस्ट टिमबाट बाहिर थिए लास्ट मिनटमा उहाँलाई कमब्याक गराएर टिममा र एउटा वर्ल्ड कपको सेमिफाइनलमा जसरी हिजो 100 रन हानेर उहाँले 127 रन्स नट आउटको इनिङ्स खेलेर टिमलाई चाहिँ फाइनल लिएर जानुभयो सो अमेजिङ स्टोरी वेल अब लुकिङ फरवर्ड फाइनल गेमको लागि पनि वुमेन्स वर्ल्ड कपको साउथ अफ्रिका र इन्डिया लेट्स होप एकदमै राम्रो क्रिकेटको गेम हुनेछ र मे द बेस्ट टिम विन र अब साथसाथै कुरा गरौँ हिजो नेपालले खेलेको ओडीआई जुन युएईसँग रहेको थियो नेपालले ब्याटिङ फर्स्ट गरेर 233 रनको योगफल तयार गरेको थियो वेल त्यो ग्राउन्डमा आई थिङ्क 233 एकदमै कम स्कोर भयो किनकि हामीले सेकेन्ड इनिङ्समा देख्यौँ युएईले एकदमै इजिली 44th ओभरमा नै चेज गर्न पुग्यो सो त्यो हिसाबले कुरा गर्दाखेरि प्रोबब्ली 260 प्लस 270 को स्कोर चाहिँ राख्नुपर्ने एकदमै जरुरी देखिन्थ्यो एक ताका त जब रोहित र आरिफ खेलिरहेका थिए यो दुईजनाको पार्टनरशिपले चाहिँ बीचमा आशा पनि दिएको थियो कि हामी अलमोस्ट 250 प्लस को स्कोरतिर जानेछौँ भनेर तर अनफर्चुनेटली फेरि पनि मिडल अर्डर सेट भएर पनि कोल्याप्स हुन पुग्यो र तर तल लोअर मिडल अर्डर पनि खासै चलेन र कुनै कन्ट्रिब्युसन आएन वेल पोजिटिभ्सको कुरा गर्दाखेरि रोहित पौडेलको इनिङ्स 109 रन्स हिर्कायो उहाँले 130 बल खेलेर दुईटा छक्का र 5 वटा चौका सहित र एकदमै मेहनत गरेका थिए यो हिजोको इनिङ्समा धेरै रनिङ बिट्विन द विकेट दिपेन्द्र र आरिफसँग बीचमा त्यो दुबईको हिटमा स्ट्रगल गरिरहेका थिए बीच फेजेसमा उहाँ एकदमै स्ट्रगल आई मिन फिटनेसले गर्दाखेरि किनकि गर्मी थियो धेरै सो धेरै कुद्नु परेको थियो बाउन्ड्रिजहरू धेरै थिएन त्यो रिजनले स्ट्रगल गरिरहेका थिए तर पनि 48th ओभरसम्म उहाँ टिके आफ्नो टिमलाई लास्टसम्म यु नो अर्को एन्डबाट साथ नदिए तापनि आफ्नो इनिङ होल्ड गरेर राम्रो कन्ट्रिब्युसन्स गरे टिमको लागि त्यही पनि टार्गेट चाहिँ अलिकति बिलो पार नै रह्यो र खासै मेजर ब्याट्सम्यानहरूबाट रोहित बाहेक अरू खासै ठुलो कन्ट्रिब्युसन्सहरू भएन सुरुमा कुशल भुर्तेल पनि चिप्ली आउट भए त्यस्तै भीम सार्की पनि 3 रनमा आउट भए आरिफ र दिपेन्द्रले 27 र 23 को इनिङ्स खेलेका थिए तर त्यो स्टार्टलाई क्यापिटलाइज गर्न सकेनन् त्यस्तै लोअर अर्डरमा पनि गुलसन सोम करण कसैबाट पनि खासै ब्याटिङको यु नो कन्ट्रिब्युसन ठुलो कन्ट्रिब्युसन आएन ओभर पनि कमै रहेको थियो सो कुरा गरौँ अब सुरुदेखि नै कुशल भुर्तेल जसरी आउट भयो स्पिनरको बलमा हैदर अलीको बलमा उहाँको फुट मुभमेन्ट देखेन न अगाडि न पछाडि थिए क्रिजबाटै खेले हल्का टर्न भएर बलले चाहिँ आफ्नो लाइन होल्ड गर्दाखेरि अफ स्टम्पमा स्ट्राइक गर्यो अफ मिडलमा सो अलिकति कस्तो भने उहाँको ब्याटिङ हेर्दाखेरि कुनै शट्स हेर्दाखेरि एकदम फ्लोमा देखिन्छ र कहिलेकाहीँ चाहिँ एकदम सफ्टली एकदमै क्याजुअली आउट भएको देखिन्छ सो प्रब्ली माइन्डमा चाहिँ क्ल्यारिटी छैन भन्ने कुरा चाहिँ त्यस्तो खालको शट्सहरूले या फुट मुभमेन्टले देखाउँछ त्यस्तै भीम सार्की आउट भएका थिए मोहम्मद रोहितको बलमा एलबिडब्ल्यू आउट भएका थिए बल भित्र आएको थियो रोहितको बल अर्ली स्विङ प्राप्त गरेका थिए त्यो न्यू बल कन्डिसनमा मर्निङ कन्डिसनमा बल स्विङ हुने गर्छ र आई थिङ्क प्याडमा स्ट्राइक भयो अक्रस खेल्न जाँदाखेरि प्रब्ली ब्याट अगाडि लिएर आउनु पर्ने थियो या सिधा लङ अनतिर खेल्न कोसिस गरेको भए सायद यु नो ब्याटमा स्ट्राइक गर्थ्यो होला
सो मर्निङ कन्डिसनमा चाहिँ भरपुर फाइदा उठाए युएले। इभन जुनेद सिद्दिकीले पनि आसिफको विकेट लिए। आसिफले जस्ट स्क्वायर लेगतिर टर्न गर्न खोजेका थिए 1 रनको लागि, बट देन लिडिङ एज लाएर मिड विकेटमा आउट भए। त्यो पिचमा चाहिँ मर्निङ कन्डिसनमा बल पनि त्यति राम्रोसँग आउँदैन, अलिकति ड्राई ग्रास भएको हुनाले बल अलिकति अड्केर टेनिस बल टाइपको बाउन्स भएको थियो त्यो बल। सो बेटर अफ कुरेर खेल्नु नै, लेग साइडमा टर्न नगरिकन खेल्नु चाहिँ उपयुक्त हुन्छ त्यस्तो पिचमा। त्यसपछि मैले भनिहालेँ दुईवटा पार्टनरसिप भएको थियो रोहित र आरिफको बिचमा, लगभग 60 रनको पार्टनरसिप भएको जस्तो लाग्छ। यस थर्ड विकेटको लागि 70 रन जतिको पार्टनरसिप भएको रहेछ एक्ज्याक्टली। त्यसपछि दिपेन्द्र र रोहितको पनि 50 रनको पार्टनरसिप रहेको थियो। सो यो दुईवटा बाहेक अलि ठुलो योगफलतिर लिएर जानलाई चाहिँ त्यो पार्टनरसिप अझै कन्टिन्यू भएको भए मेबी 250 प्लसतिर हामी जान सक्थ्यौँ। तर इभन आसिफ पनि सेट भएर लाइक गाइड गर्ने चक्करमा जुन कटर फालेका थिए जुनेद सिद्दिकीले, अलिकति ब्याट एन्ड प्याड ग्याप भएर चाहिँ बोल्ड हुन पुगे। सो अलिकति जिउको नजिक खेल्न जरुरी हुन्छ पेस बलर्सहरूलाई, जहाँ चाहिँ विकेट फ्ल्याट छैन, अलिकति बलले केही हरकत गर्ने गर्छ, जिउभन्दा टाढा खेल्न चाहिँ अलिकति रिस्की हुने गर्दछ। त्यस्तै दिपेन्द्र आफ्नै स्ट्रेन्थको शिकार भए, उहाँले रनआउट गर्छन् पनि र आफै योपालि रनआउट भए पनि। सो कहिलेकाहीँ चाहिँ ओभर कन्फिडेन्ट पनि हामी हुन सक्दैनौँ। हामीले हिजो हेर्न सक्छौँ युएको फिल्डर्सहरू स्मार्ट भएर बसिरहेका थिए 30 यार्ड सर्कलभित्र, स्पेसली उनीहरूले चाहिँ नेपालको रनिङ बिट्विन द विकेट राम्रो छ भनेर उनीहरू 30 यार्डको एजमा नबसिकन 20 यार्डतिर अलिकति अगाडि आएर बसेका थिए, सो द्याट त्यो सर्ट सिङ्गल्सहरू रोक्न सकौँ भनेर। र एब्सोल्युटली त्यसरी नै मिड अफको फिल्डर अलि माथि नै थिए र राम्रो क्लिन पिकअप र थ्रो गरेर दिपेन्द्र केही इन्चेसले सर्ट भए। सो यो चाहिँ टर्निङ पोइन्ट रहेको थियो आरिफको र दिपेन्द्रको विकेट, जुन राम्रो पार्टनरसिप गरिरहेको थियो। नेपालले राम्रो टार्गेट सेट गर्नतिर लागिरहेको थियो। आई थिङ्क त्यो दुईवटा विकेट चाहिँ एकदमै इम्पोर्टेन्ट रह्यो। र अस्तिको गेममा पनि जुन आरिफको रनआउट रहेको थियो, एकदमै क्रुसियल टाइममा रनआउट भएका थिए। सो यस्तो कुराहरू चाहिँ एकदमै मोमेन्टम सिफ्ट हुने गर्छ जब एउटा टिम राम्रोसँग अगाडि बढिरहेको हुन्छ। एउटा अनयुजुअल रनआउटले गर्दाखेरि चाहिँ टिमको मोरल नै डाउन हुने गर्छ र त्यसपछि हामीले कमब्याकै गर्न सकेनौँ, हामीले एउटा राम्रो मोमेन्टमले खेल्नै सकेनौँ राम्रो रन रेटले। सो अलवेज क्याचअप गेम खेलिरहेका थियौँ, हामीले पार्टनरसिप बिल्ड गर्न खोजिरहेका थियौँ, तर कन्टिन्युसली अर्को एन्डबाट रोहितको अर्को एन्डबाट चाहिँ विकेट गइरहेको थियो। त्यो कारणले गर्दा हामीले एउटा इनिङ्समा फर्स्ट इनिङ्समा मोमेन्टमै पाएनौँ। र अर्को कुरा मलाई लागेको कुरा थियो टसको कुरा। हामीले टस जितेर जुन हाम्रो स्ट्रेन्थ रहेको छ बलिङ र फिल्डिङको, हामीले त्यो कन्डिसन्सहरूलाई रिड लाई ब्याक नगरेर हामीले चाहिँ हाम्रो स्ट्रेन्थलाई ब्याक गऱ्यौँ, विच इज अ ओके थिङ होइन। त्यसरी सोच्दाखेरि जस्तै टस जितेर हामीले हिजो ब्याटिङ गऱ्यौँ, तर दुबईको त्यो आइसिसी एकाडेमीको कन्डिसनमा एउटा फ्रेस पिचमा हामी अर्ली मर्निङ कन्डिसन्समा ब्याटिङतिर लाग्यौँ र सेकेन्ड इनिङ्समा हामीले देख्न सक्छौँ युएलाई कति सजिलो भएको थियो। स्पेसली नयाँ बलमा करण र सोमपालको अगेन्स्टमा एकदमै अट्याकिङ क्रिकेट खेले र त्यो नयाँ बलको भरपुर फाइदा उठाए। आई थिङ्क सुरुको 10 ओभरमै राम्रो रन बटुलिसकेको थियो युएले, जसले गर्दाखेरि मिडल ओभर्समा उनीहरूलाई केही प्रेसर नै भएन। त्यो उनीहरू क्लियर माइन्डसेटले आफ्नो कन्डिसन्सलाई बुझेर अट्याकिङ क्रिकेट खेले जब सेकेन्ड इनिङ्समा आयो युए। सो प्रोबेबली त्यो टसको जुन फेभर थियो त्यो युज चाहिँ युएको पक्षमा गयो, किनकि हामी आफ्नो बलिङ र फिल्डिङको स्ट्रेन्थमा खेल्नतिर सोच्यौँ, जुन चाहिँ मलाई लाग्छ एउटा अलरेडी हामी डिफेन्सिभ माइन्डसेटले खेलिरहेका थियौँ, किनकि हामीले कन्डिसन्सलाई रेस्पेक्ट गर्नुपर्छ र अलिकति पनि फाइदा हुन्छ भने त्यसलाई चाहिँ उठाउनु पर्ने हुन्छ। सो हामीले चाहिँ T20को मोडमा हामीले टस जितेर ब्याटिङ गऱ्यौँ, विच इज अलिकति हुन त हामीले ह्यान्डल त गऱ्यौँ, धेरै विकेट लुज त गरेनौँ, 2 विकेट मात्रै गयो। बट देन त्यही कन्डिसनमा हामीले सायद नयाँ बलले फर्स्टमा बलिङ गरेको भए सायद हामीले अर्ली विकेट्स पनि लिन सक्थ्यौँ र एउटा कम स्कोरमा प्रेसर अर्ली अन राख्न सक्थ्यौँ कि जस्तो लाग्छ। सो अब चोइस हाम्रो छ कि हामीले डिफेन्सिभ माइन्डसेटले जाने कि हामीले आफ्नो स्ट्रेन्थले खेल्ने। सो अब त्यसको ब्यालेन्स काहीँ न काहीँ फाइन्ड आउट गर्नुपर्छ। मलाई लाग्छ टस जितेर अझै पनि हामीले चेज गर्नु पर्थ्यो, किनकि त्यो अर्ली मर्निङ कन्डिसन्स हिमा बल मुभ पनि गर्ने गर्छ। हामीले देखाएका थियौँ मोहम्मद रोहितको बल मुभ भइरहेको थियो। सो त्यो स्विङ कन्डिसन्सहरू हामीले फाइदा उठाउनै पर्छ। सो युए जब सेकेन्ड इनिङ्समा आयो 233 को आई थिङ्क एकदमै
इजी स्कोर थियो आई मिन चेस गर्नको लागि र आर्यन शर्माको पनि एकदमै राम्रो इनिङ्स 98 रन्सको जस्ट 2 रन्स सर्ट अफ 100 त्योभन्दा अगाडि अलिसान सराफुले एकदमै एग्रेसिभ स्टार्ट दिए टिमको लागि जसले गर्दाखेरि मिडल अर्डरमा खासै प्रेसरै भएन सो 5 विकेट रहँदाखेरि नै 43rd ओभरमा चाहिँ युएईले त्यो टार्गेट इजिली चेस गर्यो कुनै बेला पनि कुनै थ्रेटै नदेखा जस्तो फिल भयो मलाई चाहिँ बलिङ अट्याकमा सन्दीप बाहेक कोही पनि त्यस्तो थ्रेटनिङ लागेन मलाई अर्को एन्डबाट कसैले त्यस्तो कन्टिन्युसली विकेट पनि निकाल्न सक्नु भएन सो अलिकति वरिङ साइन छ अहिले नेपालको लागि अलिकति होइन ठुलै वरिङ साइन छ किनकि बलिङ अट्याकमा पनि यस्तो लाइक लिथल कोही पनि देखिरहेको छैन किनकि कन्डिसन्स पनि ब्याटिङको लागि राम्रो देखियो हिजो सेकेन्ड इनिङ्समा त्यस्तै ब्याटिङमा पनि हाम्रो अब हिजो रोहित प्रेसरमा थिए एकदमै राम्रो क्याप्टेन्स इनिङ खेले धेरै प्रेसर थियो उहाँमा T20मा पनि खासै ठुलो पर्फर्मेन्सेसहरू भएको थिएन एउटा कतारसँगको गेम अगेन्स्टमा यस सो ब्याटिङले चाहिँ पिकअप गर्नै पर्छ रेस्ट अफ द 2 गेम्स हामीले जित्नै पर्छ एकदमै क्रुसल 4 पोइन्ट हामीले बटुल्नै पर्छ अर्को साइकलमा जानु अगाडि झन् अब अर्को स्ट्रङ टिम युएसएसँग रहेको छ भोलिको गेम अब हेरौँ टिममा के चेन्जेस गर्नुहुन्छ कि गर्नुहुन्न किनकि धेरै ब्याट्सम्यानहरूबाट हामीले एक्सपेक्ट गरे जस्तो रन आएको छैन भीम सार्की कुशल भुर्तेल त्यस्तै गुलसन झा सो सबैले आफ्नो गेम पिकअप गर्न एकदमै जरुरी रहेको छ अब चेन्जेसको कुरा गर्दाखेरि प्रब्लली मैले लास्ट टाइम पनि भनेको थिएँ ललित राजवंशी पनि अलिकति विकेट टेकिङ फर्ममा हुनुहुन्न सो प्रब्लली अब हामीले एक्स्ट्रा ब्याटर एड गर्न सक्छौँ कि प्रब्लली इभन पेसरमा हामीले नन्दन यादवलाई लिएर आउनु पर्ने देखिन्छ किनकि यो कन्डिसन्समा उनले नयाँ बलले यदि मर्निङ कन्डिसन्समा पायो भने पक्कै पनि इफेक्टिभ रहन्छ उहाँको बलिङ जस्तो मलाई लाग्छ सो दुईवटा चेन्जेस गर्न सक्छौँ हामी अब लेट्स सी कोच र टिम म्यानेजमेन्टले के डिसाइड गर्छ एकदमै स्ट्रङ कमब्याक गर्न जरुरी छ यो रेस्ट अफ द 2 गेम्समा डिसअपोइन्टिङ पर्फर्मेन्स स्पेसली विथ द ब्याट बट पोटेन्सियल रहेको छ अब यु नो धेरै क्रिटिसिजम आइरहेको छ सोसियल मिडियामा पनि हाम्रो ब्याटिङको बारेमा त्यो हुने गर्छ जब हामी नराम्रो खेल्छौँ वेल वी हेभ इनफ ट्यालेन्ट र स्किल बट देन त्यसलाई चाहिँ अब चाहिँ पर्फर्मेन्समा बदल्न एकदमै जरुरी रहेको छ सो लेट्स बी होपफुल लेट्स सपोर्ट आवर टिम अनि म नेक्स्ट भिडियोमा फेरि पनि युएसएसँग गेम पछि पोस्ट म्याचमा आउने नै छु तबसम्म किप वाचिङ माई च्यानल थ्याङ्क यू